थिएन भने फेरि हामीले पछि ढिलो भइसकेको हुन्छ। तसर्थ यो दिव्य कर्ममा लाग्नुहुने प्रत्येक व्यक्तिहरू हजुरहरू नै ऋषि तुल्य हुनुहुन्छ। हजुरहरू प्रत्येक नै देवी सरस्वती तुल्य हुनुहुन्छ। किनभने बिहानको ब्रह्म मुहुर्तमा उठेर नित्य निरन्तर ध्यान गर्ने परम्परा यही भूमिको हो र यो भूमिको परम्परालाई अक्षुण्ण राखे ती पवित्र हुनुहुन्छ। तसर्थ साँझ बिहान रात कुनै समय नभनिकन दिव्य साधनामा लागिरहनु भएका हजुरहरू सम्पूर्णलाई नमो नमः। यो दुःखले भरिएको संसारमा योगीहरूले ल्याउने मिठाई भनेको खुसी शान्ति र प्रेमको हो भनिन्छ। त्यसैले त्यही मिठाई बाँड्दै 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 हिँडेको त्यो मिठाई किन्नु पनि पर्दैन, पूर्वजले पहिल्यै दिनुभएको छ। जति बाँडो त्यति फैलिँदो रहेछ, धोक्राको धोक्रा भकारीको भकारी। अनि अमेरिकाले बाँडेको बाँडै, अस्ट्रेलियामा नि बाँडेको बाँडै, खाडी राष्ट्रमा नि बाँडेको बाँडै, जतापट्टि बाँडेको बाँडै बाँडेको छ, बढेको थिएन भने फेरि हामीले पछि ढिलो भइसकेको हुन्छ। तसर्थ यो दिव्य कर्ममा लाग्नुहुने प्रत्येक व्यक्तिहरू हजुरहरू नै ऋषि तुल्य हुनुहुन्छ। हजुरहरू प्रत्येक नै देवी सरस्वती तुल्य हुनुहुन्छ। किनभने बिहानको ब्रह्म मुहुर्तमा उठेर नित्य निरन्तर ध्यान गर्ने परम्परा यही भूमिको हो र यो भूमिको परम्परालाई अक्षुण्ण राखे